नमस्कार, म प्रणिता तिवारी, ल्याब सुपरभाइजर मेट्रो ल्याब्सबाट। क्यान्सर संवादको यस विशेष श्रृङ्खलामा तपाईँलाई स्वागत छ। धेरै भ्रम र जिज्ञासाहरू अहिले हाम्रो सोसाइटीमा फैलिरहेका छन् क्यान्सरलाई लिएर। त्यसैले हामी यस श्रृङ्खला मार्फत विशेषज्ञसँग सरल भाषामा क्यान्सर बुझ्ने प्रयास गर्नेछौँ, किनकि यो कार्यक्रमको उद्देश्य नै क्यान्सरबारे जानौँ, बुझौँ र सचेत बनाउँ हो। आजको पहिलो भागमा हामी एउटा महत्त्वपूर्ण विषयबाट सुरु गर्दैछौँ, क्यान्सर के हो र क्यान्सरबाट कसरी बच्ने। आज हामीसँग यस विषयमा छलफल गर्नको लागि अथवा जानकारी दिनको लागि डाक्टर रजनी झा हुनुहुन्छ। उहाँ क्यान्सर रोग विशेषज्ञ पनि हुनुहुन्छ र उहाँ हाल पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा असिस्टेन्ट प्रोफेसर इन मेडिकल अङ्कोलोजीको रूपमा कार्यरत हुनुहुन्छ। साथसाथै उहाँ काठमाडौँ क्यान्सर सेन्टरमा पनि कन्सल्टेन्ट मेडिकल अङ्कोलोजिस्टको रूपमा आबद्ध हुनुहुन्छ। सर्वप्रथम त हामीलाई क्यान्सर के हो भनेर चाहिँ छोटकरीमा बताइदिनु हुन अनुरोध गर्दछु। हजुर, धन्यवाद। सुरुमै हामीले एकदम राम्रो प्रश्नबाट सुरु गऱ्यौँ होइन। अब क्यान्सर के हो भन्दाखेरि चाहिँ हाम्रो शरीरमा चाहिँ विभिन्न कोशिकाहरू हुन्छन् होइन। ती कोशिकाहरू चाहिँ एकदमै व्यवस्थित र नियन्त्रित रूपमा चाहिँ वृद्धि हुन्छ होइन। तर क्यान्सर नै ती कोशिका नै हुन्, तर ती कोशिकाहरू चाहिँ एकदमै अनियन्त्रित अथवा अव्यवस्थित रूपमा होइन, जुन चाहिँ हामी अनकन्ट्रोल्ड एन्ड ऱ्यापिड प्रोलिफरेसन भन्छौँ होइन, त्यस्तो खालमा वृद्धि भयो भने क्यान्सर चाहिँ त्यस्तोलाई भन्छ। नेपालमा अहिले कमनली फ्रिक्वेन्टली देखिरहने क्यान्सरहरूको टाइप्सहरू चाहिँ कुन कुन प्रकारको क्यान्सरहरू चाहिँ एकदम कमनली देखिरहेको छ डाक्टर साहब? ओके, अब नेपालको कन्टेक्स्टमा कुरा गर्नुभयो भने होइन, हाम्रो यो चाहिँ अब नेपाल बाहेक चाहिँ हामी ग्लोबली नै कुरा गर्नुभयो भने ग्लोबोकेन 2022 मा चाहिँ त्यो हिसाबले चाहिँ बोथ महिला र पुरुषमा चाहिँ होइन मोस्ट कमनेस्ट क्यान्सर देखिनु भनेको लङ क्यान्सर हो, द्याट इज फोक्सो क्यान्सर होइन। अराउन्ड 15.2% नै हो। नेपालको कन्टेक्स्टमा कुरा गर्दाखेरि चाहिँ दुइटै महिला र पुरुषमा चाहिँ सबभन्दा मोस्ट कमनेस्ट क्यान्सर भनेको चाहिँ लङ क्यान्सर नै हो होइन, अराउन्ड 15.6% जस्तो। हामीले चाहिँ छुट्टै कुरा गऱ्यौँ, जस्तो पुरुषमा कस्तो क्यान्सर चाहिँ एकदमै कमनेस्ट छ, महिलामा कस्तो क्यान्सर एकदमै कमनेस्ट छ होइन। पुरुषमा एकदम मोस्ट कमनेस्ट भनेको नो डिफ्रेन्ट देन ग्लोबली जुन डेटा छ होइन, लङ क्यान्सर नै हो पुरुषमा पनि देखिने मोस्ट कमनेस्ट क्यान्सर। त्यसपछिको चाहिँ हाम्रो सेकेन्ड मोस्ट कमनेस्ट क्यान्सरको बारेमा कुरा गऱ्यो भने अमाशय क्यान्सर हो होइन, द्याट इज स्टमक क्यान्सर होइन। अनि तेस्रो भनेको चाहिँ लिप एन्ड ओरल क्याभिटी क्यान्सर। महिलाहरूको बारेमा कुरा गर्दाखेरि चाहिँ मोस्ट कमनेस्ट क्यान्सर भनेको चाहिँ ब्रेस्ट क्यान्सर हो, द्याट इज स्तनको क्यान्सर होइन, अराउन्ड 17.6% नै हो। सेकेन्ड मोस्ट कमनेस्टको बारेमा कुरा गर्दा चाहिँ पाठेघरको मुखको क्यान्सर, द्याट इज सर्भाइकल क्यान्सर होइन, अराउन्ड 18.6%। र तेस्रोमा चाहिँ हाम्रो लङ क्यान्सर चाहिँ आउँछ। यो सबै क्यान्सरहरूको कारणहरू चाहिँ कमन छ कि अथवा डिफ्रेन्ट कारणहरू यसो अलिकति एक्सप्लेन गरिदिनुहुन्छ कि? अब एक्ज्याक्ट क्यान्सरको कारणको बारेमा चाहिँ कुरा गर्दाखेरि होइन, क्यान्सरको केही कारण जस्तो होइन एकदमै साइन्टिफिकली नै स्थापित भएको छ होइन। केही कारणहरू चाहिँ जस्तो रिस्क क्याटेगोराइजेसन गरेर होइन भनेको क्यान्सरको जोखिमलाई चाहिँ बढाउँछ होइन। जस्तो चाहिँ अब हामीले केही कारणहरूको बारेमा कुरा गर्दा एकदमै मोस्ट हामीले कमनेस्ट कारणको बारेमा कुरा गर्नु पर्यो भने चाहिँ होइन, हाम्रो जुन अस्वस्थ खानपान जुन छ, जुन बानी होइन, एकदमै अहिलेको लाइफस्टाइल कस्तो भएको छ, एकदमै सेडेन्ट्री लाइफस्टाइल भएको छ होइन। जस्तो शारीरिक एकदमै निष्क्रियता, घरमै बसी काम गर्ने होइन, म्याक्सिमम काम है। अर्को भनेको चाहिँ खानपिनमा धेरै नै हाम्रो परिवर्तन आएको छ पहिलेको कन्टेक्स्टभन्दा। अहिलेको खानपिनमा चाहिँ एकदमै केमिकल्स भएको अथवा मिक्स गरेको होइन, फुड एडल्ट्रेसन धेरै देखिन्छ होइन, त्यो कारण पनि हो। तर अब सिक्वेन्सली हामीले चाहिँ प्रमुख कारणहरूको बारेमा कुरा गर्दाखेरि चाहिँ एकदमै धेरै देखिने कारण भनेको चाहिँ एउटा भनेको चाहिँ धुम्रपान र सुर्तीजन्य पदार्थ जुन हामी सेवन गर्छौँ होइन, त्यो कारणले गर्दा चाहिँ हाम्रो विभिन्न क्यान्सरहरू हुन्छन्, जसमा चाहिँ प्रमुख क्यान्सर भनेको फोक्सो क्यान्सर अथवा मुखको क्यान्सर होइन, घाँटीको क्यान्सर। त्यसपछि अरू पनि विभिन्न क्यान्सरहरू चाहिँ देखिन्छ सुर्तीजन्य पदार्थ अथवा धुम्रपानले गर्दा। दोस्रो हामीले कुरा गर्दाखेरि चाहिँ मदिरापान अथवा मदिरा सेवन गर्नुभयो है, अत्याधिक मदिरा सेवन होइन, त्यो चाहिँ दोस्रो रूपमा चाहिँ पर्न जान्छ। तेस्रोमा चाहिँ म भन्दाखेरि चाहिँ तेस्रोमा चाहिँ हामी महिला कन्टेक्स्टमा कुरा गर्दाखेरि चाहिँ पाठेघरको मुखको क्यान्सर होइन, जुन चाहिँ एउटा भाइरसले गर्दा हुन्छ, द्याट इज ह्युमन प्यापिलोमा भाइरस है। त्यो भाइरसको सङ्क्रमणले अराउन्ड 90% नै महिलाहरूमा चाहिँ सर्भाइकल क्यान्सरको चाहिँ देखिएको छ होइन, रिस्क चाहिँ। र यो ह्युमन प्यापिलोमा भाइरसले चाहिँ सर्भाइकल क्यान्सर मात्र नगरेर अरू पनि महिलाको योनिमा हुने क्यान्सर, द्याट इज भल्भल एन्ड भजाइनल कार्सिनोमा,
त्यसपछि पुरुषहरूमा चाहिँ पिनाइल क्यान्सर होइन, अर्को क्यान्सर भनेको चाहिँ हाम्रो ओरोफेरेन्जियल जुन चाहिँ महिला र पुरुषमा दुइटैमा देखिन्छ। त्यसपछि भनेको चाहिँ यसले गर्ने अर्को क्यान्सर भनेको चाहिँ मलाशयको तल्लो भागको होइन एनल क्यान्सर है। सो यी क्यान्सरहरू चाहिँ ह्युमन पेपिलोमा भाइरसले गर्दा पनि हुन्छ। त्यस्तै गरी चाहिँ हेपाटाइटिस बी र सी भाइरसले चाहिँ लिभर क्यान्सर होइन कलेजो क्यान्सरको रिस्क चाहिँ जोखिमलाई बढाउँछ। यो सबै चाहिँ हाम्रो खानपिन अथवा हाम्रो अस्वस्थ जीवनशैलीले गर्दा चाहिँ बढिरहेछ क्यान्सर। र अन्त्यमा मैले भन्दाखेरि चाहिँ वंशानुगत होइन त्यो पनि एउटा ठुलो मेजर रोल प्ले गर्छ क्यान्सरको कारकको रूपमा होइन। सो सबै क्यान्सर भनेको चाहिँ वंशानुगत हुँदैन है। त्यही पनि क्यान्सर लाइक जुन हामी चाहिँ हेरिडिटी अथवा जेनेटिक रिस्क भन्छौँ होइन, त्यही पनि केही क्यान्सर जस्तो स्तन क्यान्सर है, यो क्यान्सर भनेको चाहिँ एकदमै वंशानुगत प्रिडिस्पोजिसन धेरै हुन्छ। सो यसले गर्दा चाहिँ यही कारकहरू चाहिँ प्रमुख कारक चाहिँ यिनी हुन्। अहिले जनमानसमा चाहिँ क्यान्सर भन्ने बित्तिकै एक किसिमको डर जस्तो छ होइन। क्यान्सर भन्ने बित्तिकै जीवनको अन्त्य जस्तो गर्नुहुन्छ होइन। त्यसैले चाहिँ यो क्यान्सरबाट बच्नको लागि हामीले गर्न सक्ने प्रिभेन्सनको मेजर्सहरू चाहिँ के हुनसक्छ? हजुर, अब ठ्याक्क होइन यो क्यान्सर भन्ने बित्तिकै पहिल्यैदेखि हामीले सुन्दै आएको होइन, क्यान्सर एज नो एन्सर भनेर होइन। क्यान्सर भन्ने बित्तिकै पहिलो कुरा जुन म युजुअली मेरो जुन डे टु डे मेरो क्लिनिकल प्र्याक्टिसमा पनि म हेर्छु होइन, जब कुनै पनि पेसेन्टलाई हामीले पहिलोचोटि चाहिँ क्यान्सर हो भन्दाखेरि चाहिँ कतिपय केसमा चाहिँ कस्तो हुन्छ, पेसेन्ट एकदमै नम पर्नुहुन्छ होइन। बिकज क्यान्सर सुन्ने बित्तिकै जसलाई पनि के हुन्छ होइन, क्यान्सर हुने बित्तिकै ज्यानै जान्छ, पहिलो माइन्डमा स्ट्राइक त्यही नै गर्छ होइन, ज्यानको जोखिम होइन। त्यही भएर पनि क्यान्सरलाई एकदमै भल्नरेबल रूपमा चाहिँ हामी लिन्छौँ। पहिलेदेखि त्यही नै ती रूपमा नै स्थापित भएको छ। अहिले अलिकति सिनारियो चाहिँ डिफ्रेन्ट भएको छ होइन। सो अभियसली डर त हुन्छ नै, क्यान्सर हुने बित्तिकै के होला होइन, कस्तो रोग लाग्यो है, त्यो कारणले गर्दा। र यसमा चाहिँ हामीले प्रिभेन्सन अब यसलाई कसरी रोकथाम गर्ने कुरा तपाईँले जुन गर्नुभयो होइन भनेको चाहिँ अब यसमा चाहिँ प्रिभेन्सनको कुरा चाहिँ आउँछ होइन। सो आई अलवेज बिलिभ होइन एन्ड आई अलवेज से होइन द बेस्ट ट्रिटमेन्ट फर क्यान्सर इज प्रिभेन्टिङ क्यान्सर बिफोर इट बिगिन्स है। भनेको चाहिँ रोकथाम भन्ने कुरा चाहिँ कस्तो हो, अहिलेको भागमा चाहिँ हामीले अहिलेको अवस्था हामीले हेऱ्यौँ भने अराउन्ड 30 to 50% क्यान्सरलाई चाहिँ हामी रोकथाम गरेर राख्न सक्छौँ। द्याट क्यान बी प्रिभेन्टेबल होइन। सो प्रिभेन्ट गर्न चाहिँ क्यान्सरलाई सकिन्छ। आजको प्रोग्रामबाट हामीले के बुझ्यौँ भने क्यान्सर केवल एउटा रोग मात्र होइन, यसले बिरामीको सम्पूर्ण परिवारलाई पनि प्रभावित गर्दछ। सही जानकारी, समयमै परीक्षण र विशेषज्ञको उचित परामर्शले हामीले धेरैको जीवन बचाउन सक्छौँ। यस विशेष श्रृङ्खला क्यान्सर संवाद जुन विशेष गरी क्यान्सरबारे जानौँ, बुझौँ र सचेत बनाऊ भन्ने उद्देश्यका साथ सञ्चालन भएको छ। यसमा जोडिनु भएकोमा तपाईँहरूलाई धेरै धेरै धन्यवाद। विशेष गरी म यो प्रोग्रामबाट के भन्न चाहन्छु भने कुनै पनि शङ्कास्पद लक्षणलाई चाहिँ व्यवस्था नगर्नुहोस् र आवश्यक पर्दा समयमै परीक्षण तथा विशेषज्ञको परामर्श लिनुहोस्। म प्रणिता तिवारी मेट्रो ल्याब्सबाट आजका लागि बिदा हुन्छु। नमस्कार।